मारमा के मलाई मारमा खेलिरहेको रातभरि सुनिरहेको के हो उठेर यो घरहरू सफा गरेरै हुन्थ्यो यहाँ गएर काम खोज्छ अब काम गर्ने उमेरमा के भयो बाबु काम त गर्नु पर्दैन भने अनि मन कति डिस्टर्ब गरेर होला गेम खेल्न नि झ्याउ लाग्ने ए त कति मोबाइलमाथि खेलिरहेको काम गर्नु पर्दैन त्यतिकै खाना आउँछ काम गर्नु पर्दैन काम के छ गर्नलाई मोबाइल चलाछ त्यसरी हुन्छ मैले काम त खोजेकै हो नि कहाँ पाएन कहीँ पाएन अनि के गर्ने त अब यसरी बसेर काम हुन्छ त नखोजेसम्म भइहाल्छ बरु काम खोजेर आइज मात्रै धेरै तनाव भयो यार मलाई साथीलाई कल गर्नु पर्यो यार हेलो साथी तिमी छिटो आउनु पर्यो म हेलास टेन्सनमा छु यार ल साथी ल आइहाल्यो तँ आइहाल्दैछ के छ साथी ठिकै छौ यार के ठिकै भन्नु यार टेन्सनमा छु यार किन साथी के भएछ मलाई घरबाट लफडले काम नभएर साथी यार ल किन निकालेको साथी तिमीलाई मैले काम नगरेर साथी यार दिनभरि गेम खेल्दै बसेर अनि धेरै किचकिच गर्नु भयो घरबाट तिमी किन चिन्ता लिन्छौ हाम्रो मैले चिनेको एउटा जब सेन्टर छ तिमीलाई म त्यहीँ ल्याइदिन्छु कुन साथी के काम हो र तिमीले जस्तो भन्छ त्यही काम पाइन्छ साथी ए साथी तिमीले आजको आज भोलिको भोलि काम पाउँछ किन चिन्ता लिन्छौ साथी ए हो र साथी कहाँ हो र त्यस्तो ल गइहालौँ न ल गइहालौँ साथी सब Good morning, बस्नुहोस् न तपाईँ काम कस्तो भइरहेछ त म्याम मेरो काम राम्रै चलिरहेछ अनि हजुरको भन्नुहोस् जुन काम भइ नै हुन्छ म्याडममा जब तपाईँलाई यसमा काम गर्छु राम्रोसँग काम गर्नु एकदम स्यालेरी पनि 20,000 छ स्टार्टिङ चाहिँ पछि बढ्दै जान्छ ल ल म्याडम धन्यवाद म भोलिदेखि काम जान्छु ल हजुरहरू पनि काम नपाएर चिन्तित हुनुहुन्छ ल आउनुहोस् हामीले तपाईँहरूको लागि जब सेन्टरको सनसाइन जब सेन्टरमा वर्किङको कामहरू लिएर आइसकेको छौँ ढिलो नगर्नु होला आजै कल गर्नुहोस् र भोलिदेखि नै काममा जानुहोस् धन्यवाद एकादेशमा तिमी र म भोलि हेर्दा चिन्तिए जब दिनहरू